पूर्वीय र पाश्चात्य परिप्रेक्ष्य। 1. परिचय। भाषा समयसँगै परिवर्तन हुन्छ। यो परिवर्तन किन, कसरी र कुन दिशामा भइरहेको छ भनी अध्ययन गर्नु नै ऐतिहासिक भाषा विज्ञान हो। यसले भाषाको विगतलाई वर्तमानसँग जोड्छ र भाषाहरू बीचको पारिवारिक सम्बन्ध खोज्छ। ऐतिहासिक भाषा विज्ञानको उत्पत्ति, पूर्वीय आधार, प्राचीनकाल। ऐतिहासिक भाषा विज्ञानको वास्तविक बिउ पूर्वमा नेपाल र भारतमा रोपिएको थियो। पश्चिमाहरूले 18औं शताब्दीमा आएर मात्र यसको महत्व बुझे, तर पूर्वमा हजारौं वर्ष पहिलेदेखि भाषाको ऐतिहासिक र संरचनात्मक विश्लेषण शुरू भइसकेको थियो। क. निरुक्त र व्युत्पत्ति शास्त्र, यास्क। ईसापूर्व 7औं शताब्दीमा ऋषि यास्कले निरुक्त लेखे। यसलाई व्युत्पत्ति शास्त्र, एटिमोलोजी भनिन्छ। यास्कले शब्दहरू कसरी बन्छन् र समयसँगै शब्दको अर्थ कसरी फेरिन्छ भन्ने कुराको वैज्ञानिक आधार दिएका थिए। यो नै ऐतिहासिक भाषा विज्ञानको पहिलो पाइला थियो। ख. पाणिनीको अष्टाध्यायी। पाणिनीले भाषाको व्याकरणलाई सूत्रबद्ध गरे। उनले वैदिक संस्कृत र लौकिक संस्कृत बीचको भिन्नता देखाए, जसले भाषा ऐतिहासिक रूपमा परिवर्तन हुन्छ भन्ने कुरालाई पुष्टि गर्छ। ग. भर्तृहरिको वाक्यपदीय। तपाईले दिनुभएको सामग्रीमा पनि उल्लेख भए अनुसार 17औं शताब्दीमा भर्तृहरिको वाक्यपदीय डच भाषामा अनुवाद भएको थियो। यसले शब्द र अर्थको ऐतिहासिक सम्बन्धलाई दार्शनिक रूपमा व्याख्या गरेको छ। 3. पाश्चात्य जगतमा विकास र संस्कृतको प्रभाव। पाश्चात्य ऐतिहासिक भाषा विज्ञानको जग नै संस्कृत भाषाको ज्ञानमा उभिएको छ। क. सर विलियम जोन्सको घोषणा, 1786। कोलकाताको रोयल एसियाटिक सोसाइटीमा जोन्सले संस्कृतको तुलना ग्रीक र ल्याटिनसँग गरे। उनले भने संस्कृत भाषा ग्रीकभन्दा बढी पूर्ण, ल्याटिनभन्दा बढी समृद्ध र दुवैभन्दा बढी परिष्कृत छ। यहीँबाट भारोपीय भाषा परिवारको अवधारणा जन्मियो। ख. तुलनात्मक काल, 19औं शताब्दीको पूर्वार्ध। फ्रान्ज बोप। उनले कम्प्यारेटिभ ग्रामर लेखेर भाषाहरूको तुलनात्मक अध्ययनलाई विज्ञानको रूप दिए। रास्मस रास्क र याकोब ग्रिम। ग्रिमले ध्वनि परिवर्तनका नियमहरू बनाए। उनले देखाए कि संस्कृतको प ध्वनि ल्याटिनमा कसरी प नै रह्यो तर जर्मनमा फ भयो। उदाहरण: संस्कृत पितृ, ल्याटिन प्याटर, अंग्रेजी फादर। 4. विकासका प्रमुख चरणहरू। तपाईको सामग्रीमा आधारित चरण, मुख्य विशेषता, प्रमुख विद्वान, प्रारम्भिक, अनुवाद र आधार निर्माण, भर्तृहरि, विलियम जोन्स। तुलनात्मक, भाषाहरूको तुलना र व्याकरण लेखन, फ्रान्ज बोप, स्लेगल बन्धु। नियम निर्माण, ध्वनि परिवर्तनका नियम, याकोब ग्रिम, कार्ल वर्नर। नववैयाकरण, भाषालाई विज्ञान र प्रकृतिसँग जोड्ने, ब्रगम्यान, लोस्की। 7. ऐतिहासिक भाषा विज्ञानका क्षेत्र र पद्धतिहरू। ऐतिहासिक भाषा विज्ञानले मुख्यतया 2 पद्धति प्रयोग गर्छ। 1. आन्तरिक पुनर्निर्माण, इन्टरनल रिकन्स्ट्रक्सन, एउटै भाषाको पुरानो रूप हेरेर इतिहास पत्ता लगाउने। 2. तुलनात्मक पुनर्निर्माण, कम्प्यारेटिभ रिकन्स्ट्रक्सन, 2 वा 2 भन्दा बढी भाषाहरू तुलना गरेर तिनीहरूको साझा मूल भाषा, प्रोटो ल्याङ्ग्वेजको कल्पना गर्ने। 6. ऐतिहासिक भाषा विज्ञानका सीमाहरू। लिखित अभिलेख नभएका भाषाहरूको इतिहास पत्ता लगाउन गाह्रो हुन्छ। ध्वनि परिवर्तनका नियमहरू सबै ठाउँमा अपवादरहित नहुन सक्छन्। यो अध्ययन बढी अनुमानमा आधारित हुन सक्छ। 7. निष्कर्ष। ऐतिहासिक भाषा विज्ञानको विकासमा पूर्वीय व्युत्पत्ति शास्त्र र संस्कृत व्याकरणको ठूलो योगदान छ। पूर्वीय ज्ञानकै जगमा उभिएर पश्चिमा विद्वानहरूले यसलाई आधुनिक र वैज्ञानिक रूप दिएका हुन्। आज यो विधाले मानव सभ्यता, संस्कृति र बसाइसराईको इतिहास बुझ्न समेत मद्दत पुर्याइ